आशीर्वादहरू उज्याला दिन अनि रातहरू असंख्य जातिहरू विभिन्न रीतहरू असंख्य जातिहरू हेर्दै जानुस् भाइ सुजनले बहिनी रिमाको चाहिँ भनौँ न आफन्तहरूलाई मिठा मिठा कोसिलहरू ल्याउनु भएको रहेछ। के ल्याउनु भयो थाहा भएन है यो समयमा। प्रभुलाई धन्यवाद। यो छोइदिनु हुन हाम्रो बहिनी रिमालाई नै अनुरोध गरे। खुसी साथ ल ताली बजाइदिनु न। प्रभुलाई धन्यवाद होस्। अनि विशेष गरी भाइले बहिनीलाई केही ल्याउनु भएको, भाइले चाहिँ कसलाई दिने विचार गर्नु भएको, भाइले दिनुहुन्छ। ल उठेर दिनुहुन्छ। अनि बहिनीले भाइको लागि केही ल्याउनु भएको छ, ल्याउनु आज मैले चाहिँ गीत गाउने गर्थेँ हो। उहाँहरूको चिनो साटासाट भइसकेको छ। रुमाल दिए फाटिन्छ, पैसा दिए मासिन्छ, जीवन दिए जिन्दा काटिन्छ भनेर गीत गाउँथ्यो कि। यो चाहिँ सम्झनाको चिनो साटासाट हो। यो चाहिँ हाम्रो अनि भनौँ न जब चाहिँ भनौँ न भाइले बहिनीलाई अनि दिनुभएको चिनो अनि साटासाट भइसकेको छ। प्रभुलाई धन्यवाद। अनि भनौँ न गुरुबा हुनुहुन्छ, अनि दाजु हुनुहुन्छ, मेरी मण्डलीको चाहिँ भनौँ न अनि भाइ हुनुहुन्छ। उहाँहरूले अनुमति दिनुभयो। सबै सोधौँ मण्डली लामागाउँ मण्डलीका हरेक परिवारलाई सोधौँ उहाँलाई। ल त्यसो भए सोधिहालौँ त है। सोध्ने अनुमति पाइसकेपछि म त सोधिहाल्छु कि बहिनी रिमा के अनि तपाईँ आफैले मन परेर इच्छाले हिँडी अनि बहिनी रिमालाई अनि सँग विवाह गर्न तयार हुनुभएको हो वा कसैले अनि भनौँ न बहिनी रिमासँग विवाह गर्नुपर्छ भनेर करकार गरेर हो? पक्कै हो? होइन होइन, कसैले होला। पक्कै हो भने चाहिँ है। ल हेर्नुहोस् है, सबै हामी सबै साक्षी छौँ। पक्कै हो भनेर चाहिँ नि उहाँ आफैले कसैले करकार गरे। दुल्हाको अभिभावकलाई पनि यो प्रश्न उहाँले माग्नु आउनुभयो, दिन्छु भन्नुभएको छ, तर लानलाई चाहिँ तयार हुनुहुन्छ कि हुनुहुन्न त? ल उठिदिनु त। हुन्छ भने ल हेर्नुहोस् है, बहिनी रिमा आयो, सासु आमा, जेठाजु, पर्नेवाला जेठाजु, हुनेवाला जेठाजु भएको छैन। अनि जेठानी दिदी 3 जना मात्रै हुनुहुन्छ है। अनि म चाहिँ अलिकति एकल पढ्यो, म त ना यता भनौँ न भाइबटी न बहिनीबटी उड्ने है। त्यस कारणले प्रभुलाई धन्यवाद। अनि बस्न सक्नुहुनेछ। अनि जो दि अनि भनौँ न मगनी प्लस प्रार्थना विवाहमा पाल्नु भएका सम्पूर्ण मण्डलीका हाम्रो गुरुबा हुनुहुन्छ,
जी हुनुहुन्छ हाम्रो सबै मण्डली परिवार उहाँहरूलाई पनि आजको विवाहमा हामी स्वागत सबैजनालाई फेरि यहाँको ताली बजाएर स्वागत अब भर्खरै अनि भनौँ न अघि भर्खरै मात्रै यहाँ भएर आएर सल्लाह भएको हो है के गर्नुपर्छ थाहै छैन भन्नुहुन्छ त्यस कारणले अलिकति दिपा सर अलिकति सायद लगाइदिँदा ठिक होला कि यसलाई किन कुन चाहिँ हातमा दिँदा ठिक हुन्छ गुरुबा दाहिने दाहिने हो कि ल अब यसरी दाहिने यो हो देब्रे हो यो दाहिने हो यो हात ज्वाइँको हातमा थमाउने है अनि भन्नु न थमाइदिने बहिनीको हात दिदीको हात ल ल है उहाँहरूले हात थमाउने क्रममा ताली बजाउनु पर्छ ताली बजाउनु ल प्रभुलाई धन्यवाद हो बस्दै ठिक होला भनौँ न दुल्हालाई चाहिँ दुल्हाले चाहिँ भनौँ न यो म सँगसँगै भाइ सुजनलाई अनि मेरो पछि पछि भन्न सक्नुहुनेछ है म रिमालाई आजदेखि अनि उसो दुःखमा सुखमा रोगी वा निरोगीमा काम वा फुर्सदमा अभाव र प्रसन्नमा जीवनभरि प्रेम गरी सहायता गर्नका लागि मेरो आफ्नो वैवाहिक श्रीमती को रूपमा स्वीकार गर्छु हामी दुवैलाई मृत्युले नछुट्याएसम्म परमेश्वरको वचनको आज्ञा अनुसार उहाँको उपस्थिति र सारा समुदायको सामने म यो करार पूरा गर्ने प्रतिज्ञा गर्दछु ल भाइ प्रतिज्ञा चाहिँ मण्डली परिवारको गर्नुभएको छ चाहे अनि दुःखमा होस् चाहे सुखमा होस् चाहे प्रशस्तमा होस् चाहे अभावमा होस् चाहे खाँचोमा होस् बचाउन सक्नुहुनेछ म सुजन गुरुङलाई आजदेखि उसो सुखमा दुःखमा रोगी वा निरोगीमा काम वा फुर्सदमा अभाव र प्रसन्नतामा जीवनभरि आदर गरी सहायता गर्नका लागि मेरो आफ्नो वैवाहिक श्रीमान पतिको रूपमा स्वीकार गर्छु हामी दुवैलाई मृत्युले नछुट्याएसम्म परमेश्वरको वचनको आज्ञा अनुसार उहाँको उपस्थिति र सारा समुदायको अघि म यो करार पूरा गर्ने प्रतिज्ञा गर्दछु यहाँ यसरी लेखेर दिनुभएको छ फेरि परमप्रभुले अनि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा एकजना सहयोगी बनाउने छु भन्नुभएको छ परमेश्वरको वचन यो चाहिँ विवाह चाहिँ सृष्टिदेखि नै हुँदै आएको हो
यो विवाह चाहिँ कसैले मान्छेले बनाएर बनाएको होइन। सृष्टिदेखि नै विवाह चाहिँ आदम यहाँ यसरी लेखेर दिनुभएको छ। फेरि परमप्रभुले अनि परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा एकजना सहयोगी बनाउने छु भन्नुभएको छ परमेश्वरको वचन। यो चाहिँ विवाह चाहिँ सृष्टिदेखि नै हुँदै आएको हो। यो विवाह चाहिँ कसैले मान्छेले बनाएर बनाएको होइन। सृष्टिदेखि नै विवाह चाहिँ आदम उत्पत्ति 24 अध्यायको चाहिँ भनौँ चाहिँ अब्रामको छोरा इसाक अनि भनौँ न बेथुएलको छोरी रेबिकालाई अब्रामले आफ्नो अनि कुटुम्ब अनि भनौँ न प्रमुख अनि नोकरलाई इसाक छोराको लागि आफ्नै कुटुम्बको छोरी अनि इसाकको अनि पत्नीको स्वरूपमा अनि ल्याउनु भनेर अनि दिनु भएको थियो अनि भन्नुभएको थियो। अनि नोकरको अनि प्रथम अनि भनौँ न अनि ले चाहिँ भनौँ न जसले नोकरलाई पानी पिउन दिन्छ र उनीहरूको लागि पनि अनि दिन्छु भन्छ, त्यही नै इसाकको लागि योगीको पत्नी हुनेछ भनेर चाहिँ भनौँ न रेबिकाको लागि चाहिँ भन्नुभएको थियो। आज विशेष गरी भाइ र बहिनीले अनि जब चाहिँ भनौँ न भाइले माग्नु आउनु भएको कुरा पनि एकैचोटि भएको छ। माग्नु आउनुलाई चाहिँ भनौँ न उहिलेको समयमा भन्नुपर्दा म चाहिँ धेरै पटक अनि भनौँ न माग्नु गएको थियो मेरो घरको आमालाई है। धेरै पटक माग्नु गए तर मेरो सासु आमा ससुराले दिनु भएन। त्यतिखेरको जमानामा यो 43 सालको समयमा माग्न चाहिँ धेरै गाह्रो। यस्तै भदौको महिनामा सिस्नोघारी गाउँमा सिस्नोघारीमा चाहिँ भनौँ न जाँदै गर्दा माग्नलाई चाहिँ भनौँ मेरो घरका आमालाई माग्नलाई धेरै पटक गएँ। त्यतिखेर मैले प्रभुलाई विश्वास गरेको थिएन। प्रभुलाई विश्वास नगर्दाखेरि अनि त्यहाँपछि रक्सीको पुङ लिएर जाने चलन थियो। उहिले पुङ लिएर गयो, आज पनि गयो दिँदैन, भोलि पनि गयो दिँदैन है। त्यस कारणले फर्केर आउँदाखेरि पछि मैले भदौ असल काकीमा चाहिँ भनौँ न लौता नि भनेर भनेर है दिनु आउन सक्नुहुनेछ। उहाँहरू घोडामा बस्नुहोस्। अनि यो समयमा हामी भाइ र बहिनीको लागि आशिष मागिदिनेछौँ। त्यसपछि अनि मण्डलीले अब एकैचोटि अन्दाज गरौँ है गुरुबा। मण्डलीका चाहिँ भनौँ न भाइ बहिनीहरूलाई आशिष मागिदिने अन्तिम प्रार्थना आशीर्वादको प्रार्थना गर्नको लागि गुरुबालाई नै मैले अनुरोध गरेँ। अनि सेवाकै गर्ने अनि चलाउने क्रममा मैले है
परमेश्वरको नजरमा विभिन्न प्रकारका भुल त्रुटि हुनसक्छ। मैले फर्को मार्दै 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 आएँ है। त्यस कारणले हजुरहरूप्रति पनि क्षमा माग्न चाहन्छौँ र परमेश्वरप्रति पनि क्षमा माग्न चाहन्छौँ। त्यसपछि हामी अन्तिम प्रार्थना, आशीर्वाद उद्धारको प्रार्थना, यो नयाँ नवदम्पतिको प्रार्थना गर्नको लागि हाम्रो नामदण्डका गुरुबालाई नै मैले अनुरोध गरेँ। त्यसपछि प्रार्थना गरिसकेपछि उहाँहरूले चाहिँ हुनुहुने एउटा अन्तमा एउटा चाहिँ हुनुहुन्न विदाईको गीत अथवा हुनुहुन्न केही गाउने भन्नुभएको। अनि आउनुहोस् प्रार्थनामा सबै मण्डलीका अगुवाजनहरू आउनुहोस्, उहाँहरूको लागि आशिष मागिदिनु। स्वर्ग र पृथ्वीको मालिक, हामी तपाईँलाई हृदयबाट धन्यवाद र महिमा दिन्छौँ। विशेष गरेर तपाईँको जनहरूको जीवनमा यी दुई प्रियहरूलाई तपाईँले एउटा दाम्पत्य जीवनमा बाँध्नुभयो। हामी विश्वास गर्छौँ यिनीहरूलाई गर्भमा रोज्दा नै तपाईँले प्रभुजी यो कुराको प्रभुजी पहिला नै तपाईँले योजना बनाइसक्नु भएको थियो भनिकन हामीहरू विश्वास गर्छौँ। र अहिलेसम्म प्रभु यो पवित्र विवाह जे जस्तो छ, प्रार्थनाको विवाह जे जस्तो छ, त्यो सबै तपाईँबाट भएको कुरा हामी घोषणा गर्दछौँ। प्रभु धन्यवाद छ। हामी त प्रभु कोही पनि पूर्ण छैनौँ, तर सिद्ध र पवित्र परमेश्वर तपाईँ मात्र हुनुहुन्छ। यसकारण तपाईँ पवित्र परमेश्वर, शक्तिशाली परमेश्वरको उपस्थितिमा आजको यो दाम्पत्य जीवनको प्रभु यो सेवाहरू सम्पन्न हुन सकेको छ। हामी तपाईँलाई धन्यवाद र महिमा दिन्छौँ र तपाईँको दास, तपाईँको छोरा पास्टर बाबु जसले यो विधिलाई प्रभुजी सुसम्पन्न गर्नुभयो, उहाँलाई आशीर्वाद दिनुहोस्। किनभने प्रभु तपाईँमा भएर यो कुराहरू उहाँले निभाउनु भएको छ। अब अन्तमा प्रभु फेरि पनि प्रभुजी हामीहरू प्रभुजी सुजन र हिमाको लागि प्रार्थना गर्छौँ। हालेलुया, हालेलुया, हालेलुया। रिबा खोतुरहरू शेखुना माथुरला सापला प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभु यो दुईजना जसले प्रभुजी तपाईँको उपस्थिति र तपाईँको जनसमूहको अगाडि आफ्नो दाहिने हातहरू, एकाअर्काको दाहिने हातहरू समातेका छन्। प्रभु तपाईँलाई धन्यवाद छ। यसको गहिरो अर्थ छ, अबदेखि उसो शारीरिक मृत्यु नभएसम्म यी हातलाई हामी एकाअर्काले छोड्ने छैनौँ भनिकन जुन प्रकारको प्रभुजी एउटा साँच्चै नै असल प्रतीकको रूपमा, प्रतिज्ञाको प्रतीकको रूपमा यो गरेका छन्। प्रभु यो त्यस्तै प्रकारले हुन पाओस् तपाईँको दृष्टिमा। यिनीहरूको रहल जीवन आशिष र उत्साहको कारण होस् प्रभु राजा। सधैँ नै यिनीहरूले एकाअर्काको बिचमा तपाईँलाई राख्न सकेको होस् प्रभुजी। अनि अन्य कुनै कुराले यिनीहरू दुईजनाको बिचमा प्रभुजी स्थान नलिएको होस्, ताकि प्रभु यिनीहरूको दाम्पत्य जीवन अझ असल भए तपाईँको महिमाको लागि प्रभु भावी दिनहरू आशिष र उत्साहको कारण होस् भनिकन प्रभु अहिले मण्डली लिएर हामी सबै अगुवाहरू मिलेर यिनीहरूको जीवनमा आशिषको घोषणा गर्दछौँ। प्रभु तपाईँलाई धन्यवाद, तपाईँलाई महिमा, प्रभुको नाउँको स्तुति होस्। हालेलुया। परमेश्वर पिताको प्रेम, प्रवेश अनुग्रह र पवित्र आत्माको सम्मति सहभागिता विशेष गरेर यो नौ दम्पतिको साथमा आज उसो सदा सर्वदा बनिरहोस्। आमेन। शुभकामनाको गीत वैवाहिक सम्बन्धमा बारी सुन्नुभयो। यो गीत चाहिँ हाम्रो लामाबाउ मण्डली परिवारको तर्फबाट, म माइतीको तर्फबाट पनि अनि हाम्रो परिवारको तर्फबाट पनि यो गीत गाउनेछु। आजको विशेष गरी उहाँहरू दुई दुईजनाको निम्ति यो वैवाहिक सम्बन्धमा बाँधिनु भएकोहरूको निम्ति उहाँ दुईजनाको निम्ति यो गीत आउँछु भने हजुरहरू पनि गाएर साथ दिनु होला। Thank you.
मण्डलीसँग चाहिँ यसरी सम्बन्ध राख्ने यो मौका परमेश्वरले दिनुभएको छ। तर विशेष पिता अनि परमेश्वर पिताको प्रेम, प्रभु येशू ख्रीष्टको पुत्रको अनुग्रहले गर्दा यो अनि भाइ अनि प्रभु सुजान र बहिनी रेमालाई आजको यो घडीदेखि अनि उहाँ दुवैलाई श्रीमान श्रीमती भएको घोषणा गर्दछौँ। आमेन। ल